दुःख दिदिन्छु त्यतिको भिलेन घर जलाइदिन्छु को छ भित्र मलाई बाल हुँदैन सानो सानो मात्रै हो बुझेन नचलाउ न ल केटा हो यङ लामासँग पनि त्यस्तै कोल्याब हानेको छ भितेनले अफ कोर्स त्यो मान्छे नै नराम्रो मान्छे हो के उसको मनमा पाप छ के उसको मनमा खोज छ उसको च्यानलमा चाहिँ दामी दामी हान्दो रहेछ अर्कोमा चाहिँ अलिकति गिटी नै हान्दिँदो रहेछ मलाई ठिक लागेन उसको कुरा हो अब होइन उसको कुरा मेरो कोल्याबमा के गर्छ मेरो कुरा हो अरूको गीतको नि मेरै कुरा हो ल मलाई भगवानले मुख दियो म बोल्ने हो जोसुकैको बारेमा गङ्गुको बारेमा नि बोलिदिन्छु घन्टा किन मुजी नाङ्गै भिडियो पठाएर हो खोइ हाम्रो त कहिले नाङ्गै भिडियो आएन त हाम्रो नि बोयफ्रेन्ड छ हाम्रो नि गर्लफ्रेन्ड छ होइन सबैको छ बोयफ्रेन्ड गर्लफ्रेन्ड सबैको त भिडियो आउँदैन त अनि ग्याङ ग्याङ हो बच्चाहरू म नराम्रो लाग्यो त नराम्रो लाग्यो म काठमाडौँ आएको छु रे अब के गर्नु त नि मैले काठमाडौँ को काठमाडौँ आएको सन्जु भाइको काठमाडौँ आएको छ खोडा लिएर आएछ भन्नु न खडा लिएर बोलाउने रे तरबार लिएर आएछ भन्नु न मैले राखिदिएको सरी अहिले ल्याएर देखाउँ के रे अहिले ल्याएर देखाउँ कि अहिले ल्याएर देखाउँ अहिले ल्याएर देखाउँ कि अहिले ल्याएर देखाउँ हँसायो रे हाँस्न त बिहान कि टुट हाँस्ने भाइ त जोकर त म्याच सिक्ने कमेडी बच्चा मुजी तँलाई हाँस्ने त आउँछ 555 क्याप चेक रे वाइल्ड क्याप हान्छ दाइले क्याप चेकै हान्नु पर्दैन अहिले भनिदिइहाल्छु नि ओए गीत आउँदैछ म्याच दाइकै भाइ त हो नि अफिसियल ड्रिपी भिडियो आउँदैछ म्युजिक भिडियो आउँदैन म्युजिक भिडियो सुट भिडियो ड्रिपी पाराको भिडियो त्यही हो अफिसियल म्युजिक भिडियो हैन देखा न अरे त जस्तो इडियट छुइनँ नि त म अहिले तिमीहरूले स्क्रिनसट लिएर बिहान कि टुट तिमीहरूले केस हालिदिन्छ मुझे म त केस हालिदिनु लाग्छु त्यो फुच्चेलाई त्यो यत्रो त्यो मुझे खिया लागेको चक्कु मुझे यत्रो चक्कु बोकेर आउने फुच्चेलाई अघि कुरा भइसकेको छ मुझे पुलिस सिक्ने हाम्रो त कल जान्छ फेरि बिहान कि टुट हामी चौकी जानु पर्दैन किन जानेहरू चौकी सिक्ने ट्याक्स तिरेकै छ होइन अनि पब्लिकको सर्भेन्ट होइन र पुलिस घरमै आउँछ मुझे बर्दी लाएर मुझे खाना मुझे पब्लिकको सर्भेन्ट हो कि सर्पेन्ट हो स्नेकहरू आधा पुलिस चाहिँ पब्लिकको सर्पेन्ट आधा पुलिस चाहिँ पब्लिकको सर्भेन्ट सर्भेन्ट भनेको के हो नोकर जनताको नोकर जोकर आधाहरू जोकर आधाहरू नोकर अझ आधा उधी त फेरि बस बन्न खोज्छ आधाहरू जनताको नोकर गफाडी रे तिमीहरूले मुझे केबिओलाई नि गफाडी भन्छस् नि देश चलाएर बाबु एकजनालाई बन्चर हानेर आएको अरे केपी ओलीले अब सोच धर्म प्रसाद ढका सोच झापाबाट अब त्यो गफाडी हो एउटा कुरा के कुनै कुकुरले भुक्छ पनि टोक्छ पनि के बाबु है तिमीहरूलाई लाग्छ नि भुक्ने कुकुरले टोक्दैन आऊ त छेउमा भुक्ने कुकुरको छेउमा जाऊ त डराउँछौ तिमीहरू भुक्दै टोक्नै पर्दैन मर्छस् तहरू कुन दिन रे त पनि मर्छस् नि कुन दिन नमरी बस्छ भेटेको गुवालाई बालाजुमा सोध्रे अनि ल ए भाइ ल माया छ है भाइलाई ल म नि हिजो भर्खर बालाजु आएको होइन ल भयो यहाँ ल यो पिन गरिदिन्छु रोग ल रोग है ल पिन ल हिजै भेटेको हो त बालाजुमा ल केही भन्नु छ अब मलाई कहाँ भेटाएको छ रातिको 1 बजे अस्ति गौशालाको रोडमा भेटाएको थियो 3 जनाले बिग फ्यान दाइ भनेर गयो 8 जनाले भेटेको थियो नि अनि कुट न हौ कुट पर्वललाई लास्टै बढी बोलिरहेको थियो पर्वल यसलाई हान्नु त जिगर हुनु पर्यो नि मजी छुयो भने फेरि साइडको नामको दाइ के हो रे ऊ सुजन ढकाल हो मजी नटी पिउ नटी पिउ चाहिँ उसले बनाएको एउटा फेक क्यारेक्टर हो फेक हो नटी पिउ नै फेक हो कि उसले क्याप हान्छ ऱ्यापमा उसले पुरै क्याप हान्छ उसले गफ हान्छ के छ रिसु हजुर मेरो बानी त्यस्तै छ केटा हो मेरो काम भने क्याप हान्ने हो म रियल पनि हान्छु दाइ मेरो नि सङ सुनिदिनु न अरे आफ्नै सङ सुन्न मलाई पठाउन भाइ ओए मलाई पठाउन उसले सुनिदिन्छ उसले सबको सुनिदिन्छ हो कस्तो के सुन्नु छ मलाई पठाकेडा हो उसलाई पठाऊ नटी पिउ छ पठाए खोजेर ल हेलो ब्रदर हाउ आर यु आई एम फाइन ब्रदर हाउ आर यु हाउज यु
हाउस यु भाइ निको थ्याङ्क यू भेरी मच लभ यु मेरो भाइ मेरो भाइ हात लाउँदैन कि यिनीहरूले पर्पललाई यिनीहरूको त्यति आँटै छैन क्या भाइ यिनीहरूले भेट्दा म चाहिँ फोटो खिच्ने हो क्या यिनीहरूको आँट अनि बेलुका गएर त्यो ग्याङमा देखाउँछ यी आज पर्पल आएको थियो चिक्नलाई झन्डै हानिदिएको के भन्नु थाहा छ बेलुका गएर यसलाई मैले हानिदिनु लाग्यो अब फेरि के हान्नु चाहिँ पब्लिकमा भनेर भन्छ क्या सिमिलर देखेँ के भन न यहाँ मुझे हिजो हेड हान्ने हेड कमेन्ट हान्ने केटाहरू छ नि जे कमेन्ट हान्ने थियो हिजो त्यही कमेन्ट हान्ने बस्दो रहेछ यिनीहरू कपी पेस्ट गरेर बस्दै गएको भितेनलाई गिराउन खोजेर गिर्दैन पर्पलले गिरिसक्यो भितेन हेर्दै जान केटा हो हेर्दै जा गिरिसक्यो कि हेर्दै जा नटी पिउले बोलिसक्यो हेर्दै जा बारेमा भितेनको बारेमा तँहरूलाई आउँछ के राख न भितेनको बारेमा तँहरूलाई केही थाहा छैन मलाई कति कुरा थाहा छ तिमीहरू सुनिस् भने तिमीहरू साइको हुन्छस् थ्याङ्क यू बुझेन सक्दैन कि तिमीहरूले आउन ड्रिप लाइक पर्पल ग्याङ रे लास्ट गाह्रो अब मेरो नयाँ फरवाला ड्रिप हेर नि त्यहाँ अब कसरी जित्ने नेपालमा मलाई गाह्रो छ नेपालमा मलाई कसरी जित्ने एसटीले चाहिँ 10-20 लाख खर्च गर्दा पनि म जति ड्रिपी देखिँदैन मेरो त कति नै खर्च हुन्छ र जाब भिडियोमा 1 लाख 2 लाख आई निड कोल्याब विथ यु 50,000 फर अडियो 50,000 फर भिडियो अब बिहान मलाई म स्याडोको भाइ बोलेको म्याच चिन्ने भन्दै यहाँ हुँ थर्काइरहेको थियो यस्तो आगो लाउँछ कि यिनीहरूले स्याडोले केही भन्दैन मेरो बारेमा अब तिमीहरू आएर भन्छौ कि यहाँ मुजी म यङ वेब हो रे वाट्सएपमा मेसेज बुझेन तिमीहरूले मुर्गा बनाउनु खोजिरहेको हुन्छ पर्पल मुर्गा होइन क्या बाबु पर्पलले मुर्गाको झोल खान्छ चिक्ने यबी त गोट होइन यबी त झाँट हो त्यो मुजी पात हो त्यो मुजी घाँस हो त्यो मुजी बाख्रो त्यो मुजी बाख्रा होइन त्यो मुजी घाँस हो बाख्राले खाने घाँस हो त्यो सक्दैन कसैले मैले मुजी ट्र्याप स्टारै प्राइभेट हान्दै सिक्ने लास्टै तिमीहरूलाई मन परेन तिमीहरूले 31,000 पुरा गरे रन्डिसहरू लजा फाल्दे मुजी सरी भनेको होइन अस्ति रे हो मैले तर मेरो अडियन्सलाई मेरो मुजी केटाहरूलाई सरी भने हो मेरो अप्सहरूलाई त घन्टा गुड बोय पर्पल पनि रिसाउँछ के घन्टा गुड बोय पर्पल अलिअलि गुड मात्र हो धेरै गुड छ कहिले रिसाउँछ कहिले बिसाउँछ त बिरालो हो रे ल नि त त बाघ हो बालाजु कता रे बालाजु जता मुजी छाउरो बालाजु जता पनि बालाजु होइन काठमाडौँमा जता पनि पुग्छ म चिक्स दाइसँग बसेर चाहेर हुन्छ डेली अब त्यहाँ आएर पिट्न घन्टा चिक्स दाइको अगाडि त चिक्न तिमीहरूको सास नि चल्दैन फेरि होइन त हात त टाढा यिनीहरूको सास नि चल्दैन चिक्स दाइको अगाडि अब भन्न मलाई खतराहरूले रेस्पेक्ट गर्छ क्या माया गर्छ क्या यो मुजी पुसीहरूले हो क्या मलाई हेट हान्ने पातहरूले जसले मेरो कुरा पचाउन सक्दैन तिनीहरूले हो क्या हेट हान्ने बुझेन हेट हान्नु चाहिँ म भिले नै हो क्या सिक्ने मार्ने भए मारिहाल भन्दैछु त 2 वर्षपछि आम्माको छन् 2 वर्षपछि तिमीहरूले मलाई छुन नसक्ने हुन्छु क्या म मार्ने भए 2 वर्षभित्र मार मलाई होइन दोस्त त्यसरी बसेको नदेखाउनु छ्या उसलाई चाहिँ फेरि 10 चोटि भने पनि 20 चोटि बुझ्दैन भने त्यो युट्युबको लाइभ हो क्या अब काटिसके कहाँ काटेर हुन्छ ल काटिदिएर यसै मेरो ए तिमी हो डिलिट चेक मात्र गरे हो क्या क्यामेरा बिल्ला देखिसके होइन अब भुइँमा बसिरहेको छ पर्पल होइन हेर्दाखेरि राम्रो देख्दैन नि त सबैले देख्दैन नि त ठिकै छ दोस्त म त डाउन टु अर्थ छु तर यिनीहरूले लास्टै चाहिँ बढी बोल्छ क्या दोस्त बुझेन यिनीहरूलाई गिराउन आउँछ नि त यिनीहरू लास्ट बढी बोल्छ क्या यिनीहरूले चित्तै दुखाइदिन्छ भने त अघि तिमीहरूले यसलाई नचला त्यसलाई नचला किन सबलाई चलाएर अरे बाघले सोध्छ जरायो हो कि हरिण हो कि होइन भोगो बाघले सोध्छ सिधै झम्टिन्छ बाबु चितार्छ जो अगाडि आयो सबलाई चितार्छ मुजी त्यही हो पर्पल चिक्ने बाघ हो मुजी तँहरू चिक्ने हरिणहरू मुजी भाग तेरो आमाको रे तँलाई मार्छु म कुनै दिन फुर्सदमा कुनै दिन फुर्सदमा तँलाई मार्छु म रोक तेरो स्क्रिनसट राख्छु ल एकैछिन दोस्त के हो अरे तेरो आमा होइन मिलन रोक मिलन बाबु मिलन 10126 नाम त मिलन छ बेहोरा त मेसी इज द गोट रे ल यसको पिन ल केटा हो यसको आइडी मलाई पठा है होइन रोक यसको त मर्छस् त म भन्दा चाँडै मर्छस् टुक्क म पनि मर्छु तर त म भन्दा चाँडै मर्छस् आइज मलाई मार्ने तँलाई मार्ने त तेरो औकातै पुग्दैन तैँले त गाली नि दिन सकिनस् यसले दिएको जस्तो
होइन त हो कस्तो कस्तो कुरा अनि केटाहरू लाडो सिआइडी हो त अरे हो मजी सिभिल कार्ड हेर्छ सिभिलको तिमीले हल्का सानो ग्याङ फर लाइफ यस सर फर एभर जिन्दगीभरि मिलनको आमा यस सर मिलनको आमाको तिमा ब्ल्याक ब्ल्याक मिलन तेरो आमा कोसँग सुत्छ मलाई थाहा छ तर म भन्दिनँ किनभने तेरो आमाको इज्जत गर्छु म बुझ्नुहोस् तेरो आमा तेरो बाउसँग चाहिँ सुत्दैन ढुक्क भएर बस कोसँग सुत्छ मलाई थाहा छ तेरो आमाले तैँले खतरा भन्ठाने होला छैन त्यति साह्रो ढुक्क हो माल हो अब कस्तो मजा आयो आफ्नो आमालाई गाली खुवाउँदा तैँले गर्दा तेरो आमाले गाली खायो हेर अब बुझ मैले गर्दा मेरो आमाले गाली खायो नि त त्यसैले तैँले गर्दा तेरो आमाले गाली खायो हेर बाघ होइन